हेर्नुहोस् गाइस, हामी चाहिँ यहाँ आएको छौँ मामाला घर। अब यहाँ सुहाएर जाँदैछौँ है घर छिटो, यहाँ भाग्दै भाग्दै। हेर्नुहोस् एकदमै राम्रो ठाउँ चाहिँ हेर्नुहोस् कस्तो दामी छ घुम्न आउनेवाला। दुईजना चाहिँ कहाँ हराउँ के भन्नु, अब आफूलाई त सुहाइसक्यो, यता पनि आइसक्यो, त्यसैले हामी त कसैलाई नपर्खिकन जाने हो गाइस, नरिसाइदिनु होला। हेर्नु मलाई यो फुल चाहिँ साह्रै मन पर्यो, तर त्यो बास्ना चाहिँ नराम्रो छ है। वाउ, यो फुल मलाई सुविधा कस्तो देखिन्छ हेर्नुहोस्। वाउ सुहाउँछ सुहाउँछ। लु म गएको छिटो भाग भाग भाग। हामी चाहिँ यहाँ अब 2 दिनको लागि आएको आज, अनि शनिबार आज भोलि पर्सि चाहिँ हामी घर फर्किन्छौँ। अब यत्रो 2 दिनमा रमाइलो चाहिँ गरौँ न, यति थोरै दिन भए पनि भनेर सो आजैदेखि घुम्न थालेको नि गाइस। हेर्नुहोस् यहाँ हरियाली छ, हरियाली नेपालको हरियाली वन नेपालको धन भनिन्छ, यही हो यस्तो राम्रो ठाउँ। हेर्नुहोस् न मलाई कति लोभ लाग्छ हेर्नु, यो कति धेरै यो सिउरोहरू छ, कस्तो दामी छ। खै धानबारी कस्तो हरियो, यहाँ त हरियाली नै हरियाली छ हो गाइस, कति राम्रो छ नि। यहाँ सहरभन्दा गाउँमै राम्रो नि, मान्छे चाहिँ सहरमै बस्छन्, के गर्नु र। हेर्नुहोस् हाम्रो कृषिहरू यस्तै हो। हेर्नुहोस् कति राम्रो राम्रो ठाउँ छ। वाउ, यहाँको त मौसमै राम्रो छ गाइस, मौसमै। यहाँ आफ्नै घरै कोला पनि हुन्छ, यहाँ त कोला देखिराख्नु हो कोला। यहाँ हेर्नुहोस्, यहाँ चाहिँ हाम्रो छ्यामा हुन्छ कि भुँडी दुख्यो अरे, ल छिटो तपाईँ गइहाल्नु, म त कन्ट्रोल गर्न सक्छौ जान्दैन। कहाँ चाहिँ छ त्यो यो तपाईँ यति राम्री हुन्छ हौ। मानिसले त्यो मेकअपहरू लाएर होइन क्या, आफ्नो नेचुरल फेस देखाउनुपर्छ। मलाई चाहिँ किन त्यस्तै लाग्छ है, मलाई मेकअप गर्नुभन्दा बरु आफ्नो नेचुरल फेसै राम्रो। यहाँ सिमलको बोट, यो खाना कति मिठो हुन्छ तपाईँहरूलाई केही थाहा? ल हामी घर जाँदैछौँ है, घर जाँदैछौँ। कता छ टोइलेट भन्नु त? हजुर नमस्ते। यहाँ हेर्नुहोस्, वाउ यति राम्रो। बाई बाई।